साइकलमा पुरै साइक्लिङ गरेर आउँछ। नमस्कार साथीहरू, कोरिया आएको 7 वर्ष भइसक्यो है। बाहिर गएर काम गरेको थिएन। आज मेरो पहिलो पटक हो होइन, अब बाहिर काम गर्ने। यस्तो तयारी छ है मेरो चाहिँ। अब गुड मर्निङ सर। साथीहरू, मेरो गाडी चाहिँ यहाँ राखेर होइन, अब हामी चाहिँ यो अर्को गाडीमा बङ्गो गाडीमा जाँदैछौँ है। ल साथीहरू, यो हामीले रोपेको धान हो है। यताउति हेर्नु सक्नुहुन्छ तपाईँहरूले। सबै हामीले रोपेको, हामीलाई खाना खाना लगिरहेको छ अब अहिले। अब ट्रकको पछाडि बसेर सर र हिँड्ने छ। अनि एउटा कुरो के भने, एउटा मौसम पनि राम्रो छ, सर र हावा खाँदै होइन। अब हामी एसीको गाडी चाहिएन हामीलाई, यही एसी चाहिँ सर र शीतल भइरहेको छ। कोरियाको चाहिँ यहाँ हेर्नु न, धानको मेसिन लगाएर धान रोप्छ। आज लगभग 200जना रोपारले रोप्ने धान चाहिँ अब हामी यसो 2-4जना साथीहरू भएर चाहिँ रोप्यौँ। साइकलमा पुरै साइक्लिङ गरेर आउँछ। अब हामी खाना खाएर फर्केर फेरि त्यहाँ यसो अलिअलि काटाकुटु गरेर अब हामीले कहिलेकाहीँ यसो मद्दत गरिदिने हो होइन। अब त्यो पारिश्रमिक त लिनै पर्यो। यस्तै छ, एग्रीमा यस्तो हुँदो रहेछ भनेर किन देखाएको भनेर चाहिँ गाली नगर्नु होला। यस्तो राम्रो फुलहरू फुलेको छ। ल कस्तो रमाइलो छ है। मानफ्याङ काग भन्ने ठाउँमा ल्याएर खाना खुवाउनु आयो। खेतपट्टि जाँदैछौँ, खाना खाएर आएको हो है। कोरियाको जौबारीमा कस्तो राम्रो जौबारी। गहुँ जौहरू चाहिँ पुरै गाउँ पनि हो। यो टुना भएको हुन्छ नि माथि रोप्ने गाउँ हो। यस्तो धेरै ठुलो खेती गरेको छ ल कोरियामा। त्यो जौ पनि फेरि ट्र्याक्टरले मजाले मार्दो रहेछ, रोल बनाउने रहेछ। हामी चाहिँ धानको बिउ मेसिनमा लगाउन मात्रै आएको हो। अब रोपारहरू कोही पनि केही पनि छैन यहाँ, मेसिनले रोप्छ। यहाँ कोरियन अब दाजुहरू हुनुहुन्छ। यो धानको मेसिन छ नि, अनि औषधिहरू यहाँ लगाएर यो डब्बामा लगाएर चाहिँ अटोमेटिक मेसिनले छर्छ। हामीले यस्तो रोडको छेउछेउमा चाहिँ सबै राखेको हुन्छ। हामीले चाहिँ यहाँबाट यतापट्टि गर्ने ओके। ल है साथीहरू, धान चाहिँ मस्तो रोपिरहनु भएको छ है हाम्रो प्रकाश सरले। प्रकाश सर र हाम्रो एकजना कोरियन दाई हुनुहुन्छ। कोरियन दाई र प्रकाश सर भएर काम गर्दै हुनुहुन्छ। यहाँ हाम्रो चाहिँ दाजु अर्को दाई यहाँ हुनुहुन्छ। यसरी चाहिँ पालेटमा चाहिँ यसरी चाहिँ उ गर्ने अनि परबाट ल्याउने। यसरी अब एकछिनपछि फेरि यहाँ लोड गर्नुपर्छ। यस्तै छ काम। पुरै मल र औषधि छ होइन। यो चाहिँ अटोमेटिक मेसिनले छर्छ। उताबाट लिएर आइरहेको छ है मान्छेहरूले, पुरै लिएर आइरहेछन् है। ल हेर्नुहोस् है, धान अटोमेटिक मेसिनले धान रोपिरहेको छ है। ल हाम्रो प्रकाश कार्की सर चाहिँ त्यहाँ पुरै ड्राइभरको साइडमा बस्दै हुनुहुन्छ है।
एकदमै मौसम राम्रो छ है, खुल्ला एकदम सम्म ठाउँमा छ। अनि यहाँ चाहिँ छेउछाउमा बसिरहेछन् एकजना कोरियन अनि म। साथीहरू अब लगभग काम सकियो। यहाँबाट एक लड हानेर आउँछ मेसिनले, त्यो सेतो गाडीमा चढेर जाने हो हामी चाहिँ। साथीहरू यो धानको बिउ चाहिँ होइन अलिकति पनि नमिल्यो भने यो हुत्याइदिँदो रहेछन् कि, मलाई त अचम्म लाग्यो। थोरै पनि त्यहाँ अलिकति गन्ध अलिकति मिलेन भने, थोरै मिलेन भने पनि यो फाल्ने रहेछ हेर्नु त। अब विनाश घुमिन्छ, सक्यो काम दिउँसै।